आज कलेजमा यस्तो भयो कि जुन मैले एक्सपेक्टै गरेको थिइनँ। सुरुमा त मलाई के हुँदैछ भन्ने नै थाहा थिएन। सो नमस्ते एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाक नै छु। आज चाहिँ डे 22 अफ 32 मिनट ब्लग च्यालेन्ज। आज बिहान म कलेज गएकी थिएँ। साधारण दिन जस्तै लागेको थियो, तर त्यहाँ पुगेपछि थाहा भयो आज अप्रिल 15 इन्टरनेसनल वेलनेस डे रहेछ। अनि सबैभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ यो चाहिँ पहिलो पटक मनाइरहेछ। मैले पनि सोचेँ हेरौँ कस्तो हुन्छ भनेर प्रोग्राम एटेन्ड गरेँ। अनि अनेस्टली भन्नुपर्दा चाहिँ अलि फरक, अलि नयाँ फिल आयो। त्यसपछि थाहा भयो अबदेखि हरेक वर्ष यो दिन यसरी नै मनाइने रहेछ। त्यसपछि घर फर्के। अस्ति बाँकी रहेको मकै खन्न गयो। मकै खन्दै बेलुकाको भ्यू हेऱ्यो। घाम बिस्तारै डुब्दै थियो, हल्का हावा चलिरहेको थियो। एकदम शान्त र एकदम रमाइलो फिल भएको थियो। त्यो बेला यस्तो लागिरहेको थियो कि सायद यस्तै सानो मोमेन्टहरू नै रियल ह्याप्पिनेस हो। अनि सबै सकेर घर फर्क्यौँ। आजको दिन सिम्पल नै थियो, तर किन अलि स्पेसल जस्तो फिल भयो। डे 23 मा भेटौँला, बाई।